सबैलाई नमस्ते। म प्रकाश भुजेल र विगत लामो समयदेखिबाट विमल सर होइन विमल परियार सर चाहिँ साउदी कतारमा हुनुहुन्थ्यो भने आज नेपाल आउनु भएको छ। कति दिन भयो आज? म त पहिला आएर यो दसैँ अगाडि 2 महिना बसेर दसैँको टिकाको 5 दिन अगाडि गएको। फेरि तिहारको टिकाको 2 दिन अगाडि 16-17 दिन 16-17 दिन। अनि आज चाहिँ हाम्रो तान्त्रिक सङ्घमा आउनु भएको थियो। मैले चाहिँ आफ्नो मानेका देवी देवताहरू के छन् त यहाँ र विदेशका दाजुभाइहरू नेपाल आउँदाखेरि यो मन्दिरमा दर्शन गर्न किन आउँछन् त? एउटा यो पनि एउटा आस्थाको धरोहर हो र पछिल्लो समयमा अनि मैले भनिहालेँ यो वन झाँक्री गुरुको चित्र हो भने उहाँ सुन झाँक्री भनेको मतलब चाहिँ वन झाँक्री के हो? वनको देउता भन्न मान्छेले हो, वनमै खेल्ने वनकै देउता। हिमाल पहाड तराई भनौँ न यो पृथ्वीको ब्रह्माण्डभित्र चाहिँ जति नै शक्ति भनौँ न एउटा तान्त्रिक शक्ति छ भने त्यो कसको शक्ति छ भन्दाखेरि त या त झाँक्री पछि नै कुरा गर्छ नि त। कोही वा म मस्ट चलाउने, कोही म बाउबाजेदेखिबाट आएको होइन भन्न थाल्छन्, आफैमा फुर्ती गर्न थाल्छन्। तर मन्त्र भनेको वास्तविक चाहिँ शिवको ज्ञान तान्त्रिकबाट विधि साधनाबाट चाहिँ अघोर साधनाबाट लिएर चाहिँ मन्त्र तन्त्र बन्ने हो। अनि त्यो साधनाको चाहिँ उहाँहरू चाहिँ गुरु भनौँ न, सुन झाँक्री वन झाँक्री बनोस् भन्ने साथै वनवासी होइन उहाँहरू चाहिँ अब भनौँ न 108 दाजुभाइमा 107 दाजुभाइमा छुट्टिएर बसेका खाइलो काइलो भनेको जस्तै त्यस्तै हुन्छ भने 12 मस्ट कुलको कोही अब 12 मस्ट ढेडे मस्ट खप्पर मस्ट दारे मस्ट यी विभिन्न उहाँहरूको पनि 118 भाइ 108 भाइ उहाँहरूको छुट्टै छ। अब शिवजीको पनि 108 अवतार छुट्टै छ। सबै भगवान्को छुट्टै छुट्टै किन छ भन्दाखेरि आज तपाईँ र म मानव कि दाजुभाइ एउटै आमाले जन्मेको छोरा भयो भने तपाईँ आज साउदीतिर गएर बस्नु भएको छ, कोही कतार, कोही दुबई, कोही लन्डन, कोही हङकङ, आफ्नो ठाउँमा गएर विलिन भएर हराउँछन् होइन त। हराएपछि अनि हामी को हौँ त भनेर हामीलाई बिर्सिन थाल्छौँ। अब चिन्दैनौँ धर्म के हो, संस्कृति के हो, मौलिकता के हो, आफ्नो पहिचान के हो, हामी को हौँ भनेर मान्छेले बिर्सिन्छन् भनेर यो चाहिँ एउटा रीति र रिवाज हुन्छ। यसलाई सम्हालेर चाहिँ नेपालमा अहिले को बसिया छन् भन्दा तपाईँ विदेशमा भए पनि आज आस्था बोकेर त यहीँ आउनु भएको छ नि त। आज देउतालाई नै आस्था गर्नुहुन्छ, ढोग्न आउनुहुन्छ। र म चाहिँ आफ्नो आस्थालाई चाहिँ जहिले पनि दियो बालेर बसिरहेको छु। यो दियो चाहिँ कहिले ननिमोस्। यो दियो चाहिँ एउटा शक्ति भगवान् होइन। अब सूर्य भगवान्लाई हामी पूजा गर्छौँ, जमिनलाई पूजा गर्छौँ, खोलालाई पूजा गर्छौँ, हामी चाहिँ हावाहुरीलाई सबैलाई पूजा गर्छौँ। हामी गाई बस्तु किरा फट्याक्दा सर्पदेखिबाट लिएर अत्याधिक चिजलाई पूजा गर्छौँ भने हामी प्राकृतिक पुजारी पनि हौँ नि त। हामी चाहिँ एउटा आस्थाको पुजारी। हामी कसैलाई अप्ठ्यारो नहोस्, कसैलाई विपद नहोस्, कसैलाई आपद नहोस्, हामी सबैको लागि भलो चिताउँछौँ। हामी कसैलाई पनि नराम्रोको भलो चिताउँदैन। र आज मन्दिरभित्र तपाईँलाई मन्दिरभित्र ल्याउँदाखेरि चाहिँ के हुन्छ भने अहिले यहाँ जातित्व कुरा उठाउँछन् क्या मान्छेले त। कति गुरुहरूले मन्दिरमा छिराउँदैनन्। अनि तर म चाहिँ के गर्छु भने हामी एउटा नेपाली हो। आज तपाईँ एउटा विमल परियार विमल परियारज्यूलाई पनि कति भेदभाव कति सहेका थिए होला क्या हिजोका दिनमा होइन। आज पनि अहिले पनि छ, अझै पनि छन्, अर्को पनि अहिले पनि छन्। यसैको सेरोफेरोमा लिएर कुरा गर्नु पर्दाखेरि अहिले मेरो गाउँमा चाहिँ 1200 धुरी छ। अहिले पनि मैले किनिदिएको कुनै मठ मन्दिर बनाउँदाखेरि मैले घन्टी किनेर लगाइदिन्छु। यो घन्टीमा मेरो नाम छ, तर त्यो मन्दिरमा म पाउन पाएको छु। यो घन्टीमा तपाईँको नाम यहाँ छ, यहाँनिर लेखा छ विमल परियार हुनु पर्ने। मैले चाहिँ विमल दमाई लेखेको छु। एउटा सर्लाही जिल्लामा मैले घन्टी दिएको छु मन्दिरको लागि। तर त्यो मन्दिरको छिर्न पाएँ। त्यहाँ चाहिँ एउटा राम बैजू भन्ने मेरो आदरणीय भेनाले बनाएको मन्दिर हो। हजुर। त्यो चाहिँ तपाईँको सर्लाही जिल्लाभित्रै छ। कालिन्जोर नगरपालिका के अरे ईश्वरपुर नगरपालिका कालिन्जोरमा छ। ठुलो मैले 15,000को घन्टी आजभन्दा 7 वर्ष अगाडि चाहिँ डोनेट गरेर दिएको थिएँ। तर त्यो घन्टीमा विमल दमाई नाम छ। तर त्यहाँनिर चाहिँ त्यो समाजले मेरो दाजुभाइलाई त्यहाँ मन्दिरमा पस्न दिँदैन भनेपछि अब कस्तो पीडा छ भन्ने कुरा त आफैलाई थाहा होला। म आज प्रष्ट तपाईँको कुरालाई थोरै काटेर भनिदिन्छु। धर्म र जात, धर्म के हो त, जात के हो त? जात भनेको एउटा सत्य यो संसारमा ओम मात्र छ। तपाईँले कति मनन गर्नुभएको छ? तपाईँले एकचोटि ओम भन्नुहोस् त, कतिको भन्नुहुन्छ? ओम हो। त्यसपछि फेरि अब तपाईँले ओम नमो शिवाय थप्नु होला।
थप्नुहोस् त एकचोटि। ओम नमः शिवाय। ओम भन्दाखेरि छोएन जिब्रोले, ओम नमः शिवाय पनि शिवाय थपियो। जात पनि त्यही हो, जात पनि कसैलाई त पोडे भइस्, आज च्यामे भइस्, त भुजेल भइस्, त मगर भइस्, त बाहुन भइस्। अब ठुलो जातको ठुलै शिर आउनु पर्ने हो, जुवा पनि बढ्नु पर्ने हो। भनौँ भने म ठुलो, तपाईँ चाहिँ अलिक सानो, तपाईँको अलिकति सिङ हुनुपर्ने, मभन्दा अलिक होचो हुनुपर्ने नि तपाईँ। तपाईँ अहिले खाइलाइमा त मभन्दा पनि वरिष्ठ देख्नुहुन्छ, मेरै जस्तो ज्यान छ, मेरो जस्तै मुख छ, शरीरको बनावट एउटै छ। अनि यो जात चाहिँ कसले बनायो होला भन्दाखेरि यो जात बनाउने मान्छे हो। त्यसैले हामी एउटै हो, काटे रगत आउँछ, निचारे के आउँछ भने जस्तै भगवान् जम्मैको एउटै हो, साझा हो। मन्दिरभित्र होइन यो फलाना यो जातको ढिस्काने जातको छुनाउन अलिक पर जा भनेर यस्तै भेदभाव अहिले यो समयमा पनि यस्तो गर्छ भने यो कुरालाई म चाहिँ मान्नेवाला छैन। तपाईँलाई कुन चिजमा छुन मन छ, कुन ठाउँमा दर्शन गर्नु छ, मेरो मन्दिरमा वेलकम छ। किनकि मलाई चाहिँ मेरो पुजारी, मेरो यहाँ देवताको थानमा अब मेरो सुनार झाँक्री पनि छ यहाँ होइन। अब तपाईँले परियार झाँक्री पनि छ, यहाँ बाहुन झाँक्री पनि छ, तामाङ झाँक्री पनि छ। अनि उहाँहरू आएर मेरो यहाँनिर सेरकम गर्छन्, कहिलेकाहीँ धुप बाल्छन्, कहिलेकाहीँ यहाँको देउता जगाउने बेलामा तिमी त सानो जात उता जाऊ, यहाँ जगाउन मिल्दैन भनेर मैले त्यो भने पनि मेरो धर्मले त्यो दिन म पापको घुग्रामा पर्छु। त्यही भएर तपाईँलाई मैले यो देखाएको कारण चाहिँ मेरो 12 मस्तकपुर पञ्चाग्री सुनझाग्री गुरुको शिव गुरुको मन्दिर हो भने शालिग्रामहरू विभिन्न ठाउँहरूबाट उत्पत्ति भएका ल्याएका छौँ हामीले पनि बहुबाजेका ऐतिहासिक पुराना सामानहरू। अब यो तपाईँको यो चौडीको सिङको अब दुईवटा जोडी थियो, एउटा चाहिँ चोर्यो, लगभग त्यसको मूल्य त 2.5 लाख 3 लाख पर्छ नेपालमा। यो पाउँदैन भने पाउन त पाउँछ, तर यस्तो बनावट र यस्तो डिजाइनिङ निकाल्न सक्दैन मान्छेले। अब यो के होला भनेर अब हामीले चाहिँ यस्तो कुराहरूलाई सम्झिरहेको अत्यन्तै खुसी लाग्यो मलाई आज आएर प्रष्ट रूपले गुरुले यसै भिडियो मार्फत हामी 64, 65 अहिले त 60 लाख भन्छन् हाम्रो बारेमा बोलिदिनु भयो र यसरी ओपन चाहिँ मैले त सोचेको पनि थिइनँ गुरु कस्तो हुनुहुन्छ के हुनुहुन्छ भनेर। तर 60 लाख हाम्रो वर्गीय दलित वर्गको लागि यति मिठास र कुनै पनि दाजुभाइ आउनुहोस् उहाँको आसनमा कुनै पनि मजाले तपाईँ मजाले छोएर दर्शन गरेर जानुहोस्। हामी पनि मानव जाति भनेर उहाँले जुन परिचय दिनुभयो र यति मिठो कुरा गर्नुभयो मलाई साह्रै आत्मादेखि नै खुसी लाग्यो। सबैजना देश विदेशमा हुनुहुन्छ, हामीले जहाँ जाँदाखेरि पनि यसो हिँड्दाखेरि काहीँ खुट्टामा ठोकिँदा पनि हे भगवान्, ए आमा, ए बुवा भन्छौँ भनेपछि आसनमा बस्नु भएको छ। सबैजना आउनु होला, एकचोटि भिजिट गरिदिनु होला र उहाँको दर्शन गरेर उहाँको आशीर्वाद लिएर जानु होला। मैले भन्ने अरू के हो है एकदमै। अनि त्यो मात्र, अनि मैले आज हाम्रो समाजमा यस्तो कुराहरूलाई आजैबाट छोडौँ होइन। जातित्व लडाइँ, धर्मको लडाइँ मन्दिरभित्र हुन त होइन। मेरो गाउँमा एकपल्ट द्वन्द्वकाल थियो, म थोरै घटना बताएँ। द्वन्द्वकाल थियो, त्यतिखेर माओवादी भन्थ्यो। अनि त्यतिखेर एउटा काजीले बनाएको मन्दिरमा घरभित्र छिर्नको लागि 4-5 जना माओवादीले ल्याएर उसको घरभित्र छिरेर चोटाकोटा गर। म कति महान परिवारको छोरा थिएँ, एउटा मेरो साथी। म मुखियाको घरभित्र चोटा र कोठा गरेर मेरो जात बन्ने होइन, म ठुलो मान्छे बन्ने होइन। मलाई उहाँहरूले जहिले पनि तलै राख्नु भएको छ, म तलै बस्छु, म कहिले पनि माथि बस्न चाहन्न भनेर आज त्यो भाइले भनेको शब्द अहिले आउँछ। मरेर गएको सँगै म र माओवादीमा हिँडेको थिएँ। अनि 5-6 जना माओवादीले जा यो काजीको घरको छोटाकोटा सब गरेर आइज भन्दा म जान्न सर, म उसको घरमा गएर यो मन्दिरभित्र छिरेर मेरो जात, म परिवारबाट मलाई बाहुन बनाइदिने होइन कसैले। म परिवारै हो, मलाई गर्व छ म परिवार हुनुमा। उसले त्यस्तो भन्यो कि त्यो शब्द अहिले पनि मलाई गुन्जिरहेको छ। म सँगै माओवादीमा हिँडेको, म उहाँको घरको मन्दिरमा गएर म कहिले बाहुन बन्दिनँ। म जे हुँ म आफै छु, म आफैमा पुख्त छु, म आफैमा ठुलो हुँ, मलाई आफूलाई थाहा छ। म त परिवार हुनुमा गर्व छ। म उसको घरमा छिरेर म ठुलो मान्छे बन्दिनँ, म छिर्दिनँ सर भनेर ऊ पछाडि सरेपछि अनि म जान खोजेँ होइन। म जान खोजिसकेपछि मेरो हातले त्यो साथीले समायो, नजानु प्रकाश सर, तपाईँ पनि यो बेकारमा भोलि हामीलाई यो नराम्रो आरोपहरू आउँछ, यो उसको घरमा छिरेर हामी ठुलो बन्दैनौँ।
मेरो जातमा म ठुलो छु, तपाईँको धर्म तपाईँ ठुलो हुनुहुन्छ, तपाईँ र म साथीभाइ हो, अर्काको घरमा छिर्ने पस्ने काम नगरौँ भनेर ऊ त्यस्तो महान व्यक्ति तर मरेर गयो। सँगै त्यो साथी मेरो माओवादीमा थिए। आज सम्झेँ ऊ मर्दाखेरि पनि म पुग्न पाइनँ त्यतिखेर। भने मान्छे कहिले पनि होइन मनमा हुनुपर्छ माया, मनमा हुनुपर्छ देशप्रतिको माया होइन। हामी जो छौँ हामी ठिक छौँ, हाम्रो थर हाम्रो जात कसैले बनाइदिएको हुने हो होइन। हामी नेपाली हौँ, दुईजना नेपाली हुनुमा गर्व छ। महिला र पुरुष चिन्छु म, अरू जात थर चिन्दिनँ म, चाहे जोसुकै होस्। मलाई फेरि भुजेलको छोराले बढी बोलेछ भन्नुहोस्, म परिवारको घरमा नि खाएको छु, सुनारको घरमा नि खाएको छु, मैले जुत्ता सिलाउने च्यामे पोडेको घरमा पनि खाएको छु। म त लाइभ देखाएर खाइदिन्छु, किन देखाउँछन्? यस्ता पनि गुरु हुन्छ नि। भगवान् कुनै दिन चमारे राजा पनि बनेका थियो, इतिहासमा हेर्नुहोस् एकचोटि। सार्की राजा बनेको पनि इतिहास छ। त्यो सार्कीको राजाको पैसा अहिले कति अमूल्य छ, अहिले पाउँदैन। अर्बौँ खर्बौँ तिर्दा नि पाउँदैन, किनकि उनीहरू एउटा युनिक थिए, उनीहरू एउटा छुट्टै डिजाइनको थिए, छुट्टै सोचका थिए, छुट्टै विचारका थिए होइन। अब भनौँ न कतिले दलित हो यो भन्छ, दलित अहिले त्यो दलित भन्नुभन्दा पनि माथि पुगिसकेका छन्, तिनीहरूलाई थाहा नै छैन। काठमाडौँको हरेक बौद्धमा स्वयम्भूमा तपाईँको काठमाडौँको मेन ठाउँमा आज त्यो हिजो गाउँबाट यसरी खाजा दिन पनि यसरी फालेको मान्छेहरू आज उनीहरूको घरमा माग्न जान परेको छ। ईश्वर सबैका छन् त, ईश्वरले कसैलाई तल कसैलाई माथि राखेको छैन। यी भगवान् शिव गरिबको झुपडीमा छन्, धनीको झुपडीमा छन्। गरिबले मान्ने पनि त्यही हुन्, धनीले मान्ने पनि त्यही हुन्। धनीले चाहिँ सुनको धुवा हाल्ने होइन, गरिबले चाहिँ तपाईँको चाहिँ भनौँ न त्यो बिचरा तितेपातीको जडीबुटी ल्याएर हाल्ने होइन। धनीले जे बाल्यो गरिबले त्यही बाल्छ, तर ढिला बाल्ला राम्रो बाल्छ, तर उसले सफा बाल्छ। फटाइ गर्नेले अलिक चाँडो बाल्ला राम्रो बाल्ला, देखावटी गर्दा भगवान्ले कहिले पनि हेर्ने छैन त्यस्तो मान्छेलाई। गरिबको परिश्रमले नै उसलाई चाहिँ बाटो देखाइन्छ। बिहानको घाम सबैको आगमा लाग्छ, सबैको आगमा लाग्छ। किनभने बिहान प्रकाश घाम आउने साथै गरिब दुखी सबैको आङमा घाम लाग्छ नि, सबैको चाहिँ टाउकोमा घाम लाग्दैन। गरिबकोमा नलाग्नु पर्ने, धनीलाई मात्र लाग्नु पर्ने। पूर्वबाट जब घाम निक्लिन्छ, गणेश हिमालको शिरमा टक्क घाम निक्लेपछि नेपालको समय सुरु हुन्छ, दिन सुरु हुन्छ कि त्यो घाम सबैको जिउमा लाग्छ। त्यो घामले सबैलाई पोल्छ, सबैलाई शीतल दिन्छ। यो आफ्नो मान मर्यादा मात्र हो। आज मैले उहाँलाई मेरो मन्दिरमा ल्याएर किन जनचेतना ल्याएको छ भने आउने वर्ग आउने पुस्ताहरूले हामी त मरेर जाउँला होइन। हामी एक दिन संसार त छोड्नु छ। आउने समयहरूमा चाहिँ अबको समयमा कसैले पनि जात। प्रकाश गुरु नमस्कार। नमस्ते। आज विमल सर पनि आउनुभएको छ कतारबाट, तपाईँलाई धेरै धेरै स्वागत है हाम्रो तर्फबाट पनि।